हाम्रो बच्चाहरूको विन्टर ब्रेक पनि सुरु हुन लाग्यो। अब 2-3 हप्ता बाँकी छ हैन, डिपेन्डिङ अपन द स्कुल डिस्ट्रिक्ट। अनि तपाईहरुले यो जाडो बिदामा बच्चाहरूलाई चाहिँ के गर्ने सोच्नु भएको छ? यदि कसैले चाहिँ भ्याकेसन प्लान गर्नु भएको छ, बच्चाहरूलाई घुमाउन लिएर जाने, बच्चाहरूसँग टाइम स्पेन्ड गर्ने सोच्नु भएको छ भने त्यो अति उत्तम चिज हो। त्यो बच्चाहरूसँग चाहिँ हामीले टाइम स्पेन्ड गर्ने, बन्डिङ हुने एउटा राम्रो समय हो। त्यो गर्नु होला तपाईले हैन। तर जो प्यारेन्टहरू चाहिँ प्लान गर्नु भएको छैन, अब 2 हप्ता बच्चाहरूलाई कसरी सम्हाल्ने, कसले हेर्ने, हामी काम जानुपर्छ, यहाँ कसैले हेर्ने भए पनि अब 2 हप्तासम्म मोबाइल हेरेर बस्छन्, टिभी हेरेर बस्छन्, यो एकदमै अनप्रोडक्टिभ टाइम हुन्छ हैन। त्यो सबै कुराको समाधान चाहिँ किडेन कोडको विन्टर क्याम्पले गर्छ। 2 हप्ता हाम्रो विन्टर क्याम्प रन हुन्छ डिसेम्बर 22 देखि जनवरी 5 सम्म। अनि हामीले यो विन्टर क्याम्पमा चाहिँ इन्गेजिङ एक्टिभिटिज, फन एक्टिभिटिज प्लस लर्निङ एक्टिभिटिज पनि हुन्छ। उनीहरूले कम्प्युटर साइन्स सिक्छ, एआइएमएल सिक्छ, उनीहरूले रोबोटिक्सहरू सिक्छ। सो सबै कुराको एउटा राम्रो प्याकेज छ। उनीहरूले चाहिँ प्रोडक्टिभ टाइम पाउँछ, प्लस तपाईहरुले दिनभरि हेर्नुपर्ने जुन चाहिँ बच्चाहरूलाई हेडेक पनि हामीले चाहिँ त्यसलाई ओभरकम गरिदिन्छौँ। हाम्रो विन्डो चाहिँ 7:30 बजेदेखि बिहानदेखि बेलुका 6:30 बजेसम्म 11 घन्टाको विन्डो छ। त्यो विन्डोभित्र तपाईहरु जतिखेर पनि बच्चाहरूलाई ड्रप गर्न सक्नुहुन्छ, जतिखेर पनि पिक गर्न सक्नुहुन्छ आफ्नो तपाईको अवेलेबिलिटी अनुसार है। अनि अहिले चाहिँ हाम्रो नेक्स्ट फ्यु डेजसम्म चाहिँ अर्ली बर्ड डिस्काउन्ट चलिरहेछ। यो 1 हप्तासम्म मात्रै छ, त्यसपछि चाहिँ हाम्रो रेगुलर प्राइस हुन्छ। सो यो अर्ली बर्ड डिस्काउन्टको चाहिँ तपाईहरु फाइदा उठाउनु होला। हाम्रो क्याम्पको सिट चाहिँ एकदम लिमिटेड मात्रै छ। सो तपाईको सिट चाहिँ अहिलेदेखि नै सुरक्षित गर्नु होला। क्याम्प रजिस्ट्रेसनको लागि चाहिँ मैले माथि लिंक राखेको छु, त्यो लिंकमा गएर चाहिँ यो अर्ली बर्ड रजिस्ट्रेसनको चाहिँ फाइदा उठाउनु होला। थ्यांक यू।